ठाकुरबाबा नगरपालिकाबाट विपन्न समुदायहरूलाई अब विभिन्न किसिमको जोखिमहरू छ। वन्यजन्तुबाट घर गोठहरू क्षति हुने क्रम अत्यधिक बढ्दो छ। त्यसै गरेर यहाँ अब यो बाढी र डुबानको क्षेत्रहरू पनि हो, त्योबाट पनि घरहरू डुबान हुने बगाउने समस्या छ। र अर्को समस्या चाहिँ अहिले अब एकदमै यो तापक्रमहरू बढ्दै गइरहेको छ। यहाँ चाहिँ वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न र चाहिँ यहाँ चाहिँ बाढीजन्य जोखिम पनि छ र त्यसपछि आगलागी लगायतका घटनाहरू पनि छन्। यी सबैलाई चाहिँ सबैबाट सुरक्षित बनाउन सकिन्छ भनेर ठाकुरबाबा नगरपालिकाले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरेको छ। त्यो जुन खरको छानो र खपटाको समस्या के थियो थाहा थियो, त्योबाट सोलुसन सल्भ हुनलाई यो टिनको छानो र आरसीसी घरमा आयो। तर यहाँ चाहिँ समस्या के भयो त भन्दा हाम्रो यो बर्दिया चाहिँ एकदम गर्मी हुने ठाउँ, त्यसले गर्दा त्यो हिट धेरै हुने भयो। बहुत घाम छ यो घरमा त। टिनले अझै घाम हुन्छ यो घरमा। गर्मीमा त यो बाहिरबाट घरमा पस्यो भने कतै एसी लागेछ कि तातो होला त्यस्तै हुन्छ, हस् तातो आउँछ। भित्ता त छुनै सकिन्न, कतै आगो त्यो हुन्छ त न्यानो लाग्यो हुन्छ त हो त्यस्तै। राति पनि त्यो तातेपछि त बहुत गाह्रो हुन्छ। बत्ती गएपछि त घाम हुन्छ, धेरै घाम हुन्छ। अनि छटपटेर बाहिर निस्किन्छ। अनि अब जनावरको डर नभएर बाहिर सुत्थ्यौँ, अलि शीतल हो। प्राविधिकहरू देखाइदियो भने अलि अब यस्तै बनाउनु पर्छ, अलि चिसो हुन्छ भनेर। यो एउटा प्रब्लमबाट सल्भ हुनलाई अर्को यो टिनको छानोको घर बनायो। फुसको घर, माटोको घरमा जे समस्या थियो त्यो इलिमिनेट त भयो। त्यो घर बनाउँदा पनि गर्मीमा अझै बस्न नसकेपछि बिन परियोजना आएर घरलाई चाहिँ कसरी के मापदण्डमा राख्दाखेरि त्यो ऊर्जा प्रभावकारी हुन्छ भनेर सबै त्यो गाइडलाइनहरू बनाउनलाई चाहिँ हेल्प गर्नुभयो। हामी बसेको चाहिँ 1 महिना भयो। 1 महिनामा चाहिँ त्यति अब गर्मी चाहिँ हामीले त्यति भएको छैन, अब त्यति महसुस गरेको छैन। अब उतापट्टिको घरमा बस्दा चाहिँ अब भित्ताहरू तातिएको हुन्थ्यो। अब पङ्खा चालु गर्ने बाहिर अडाउँदाखेरि भने अनि पङ्खाले तातो हावा फाल्थ्यो, त्यस्तो चाहिँ छैन। उताको घाम भित्र आउन दिए छैन, 2टा डबल देवाल छ नि त, त्यही भएर। टिन त झ्याल छ, ठुल्ठुलो छ। अहिले यताउता हावा गइरहेछ, पास भइरहेछ, चिसो आइरहेछ। अब जिप्सनको माथि चाहिँ पिफम छ, पिफम चक्काएर राख्नु। अनि माथि टिनमा चाहिँ एसआरआई प्रिन्ट छ। त्यो चाहिँ अब बाहिरबाट दिनमा घाम हुन्छ नि, जस्तै बाहिरको तापक्रम भित्र नआओस् भनेर घामहरू सेभ गर्नलाई काँचको लागि। अहिले अब तत्कालै रूपमा हेर्दाखेरि पनि अस्ति भर्खरै पनि एउटा स्याम्पल टेस्टहरू भएको थियो। सामान्य योभन्दा पहिला बनाएका सुरक्षित आवास र अहिले ऊर्जा प्रभावकारी बनाएका सुरक्षित आवासहरूमा तापक्रमको अत्यन्तै चाहिँ भिन्नता देखियो। बाहिर 42-43 डिग्री हुँदाखेरि कमसेकम त्यो तापक्रम घटेर 9-10 डिग्री तापक्रम चाहिँ घटेको देखियो। जहाँबाट बोलेको गर्छु त हामीलाई त धेरै सजिलो भएको छ। अब खाना पकाउँदा, दिउँसोमा घरभित्र बसेर काम गर्दाखेरि, बाहिर गएर आउँदा पनि अब यस्तो भित्र बस्यो भने आफ्नो घरमा चाहिँ छुट्टै आनन्दै हुन्छ, शीतल हुन्छ अरूको भन्दा। केटाकेटी यदि खेल्न रुचाउँछन्, फ्यान बन्द गरे नि बस्छन्, पढ्छन् यति बसेर। मलाई गर्मी लाग्दैन भन्छन् कि। सबैजना त खुसी छन्। चिसोमा बस्न पाउँदाखेरि कसले राम्रो लाग्दैन।